निग्रो सिङ्ग्रो यार यो बोटै पारी टाढैबाट चिनिहाल्छ नि निग्रो भएको भए मुन्न लाग्यो अब सुवास त्यही हो मुन्न लाग्यो अब सुवास त्यही हो धीरे से मेरे जिन्दगी दाइको गाडी आइसक्यो रहेछ अब यसो निस्किने हो आज चाहिँ सबैजनाको बिदा परेको हुनाले यसो घुम्न जाने प्लान गरेको हो सो अन्तिमसम्म हेरेर साथ दिनु होला है त आवाज पनि त्यस्तै यो आवाज चाहिँ जापानमा जति पनि मोडिफाई गर्नु पाउँदो रहेछ है बाइकहरूको चाहिँ खै त्यस्तै गरेर हिँड्छ अब वास्तविक नियम त के हो अब चाहिँ म जापानको गाउँतिरको दृश्यहरू देखाउँदै जानेछु सबैले हेर्दै जानु यो यति बेलाको मौसममा चाहिँ बाइक चलाउनु मजा नै हुन्छ यो देखिरहेको डाँडा चाहिँ माथि हाम्रो आसो माउन्ट आसो भनिन्छ क्या दामी देख्दो छ यहाँबाट त्यो डाँडा जाने बाटो चाहिँ त्यो हो त है त्यो डाँडा त्यो हामी एकचोटि छिर्यो माथि डाँडा छिर्यो चाहिँ कताबाट त्यहाँ न्युरो पाउँछ न्युरो टिप्नु जाने हो र जाउँ त न्युरो के न्युरो जाउँ जाने त्यही त नि के काम छ अस्ति मदनहरू गर्थ्यो काफल त्यहाँ साफल पाउँदैन कि काफल यस्तो मिठो हुन्छ यहाँको काफल हेर तर जापानिजले खाँदैन क्या नखाँदो रहेछ हौ तिनीहरूले है ठुल्ठुलो हुन्छ कि अलिक ठुल्ठुलो उयो हाम्रै के अरे रुमको बाहिर नि फल्छ काफल जस्तै त्यो काफलै हो कि हो हुन्छ जताततै हुन्छ नि त तर यहाँ कालो कालो टाइपको त्यो ब्लुबेरी टाइपको फुकुकातिर हुन्छ कि ठ्याक्कै नेपालकै काफल हो कि साइज मात्रै अलिकति ठुलो हुन्छ वन काफल के म त खोइ पाखा काफल त कस्तो देखेको छैन कि मेन कुरो भुइँको त हाम्रो सबैभन्दा हाम्रो रुख त हुँदैन हाम्रोमा भुइँ काफल हो पानी आमाला हानेको कस्तो भुइँ काफल हुन्छ र यार भुइँ काफल भुइँमा फल्ने नि त्यो त पानी आमाला भइहाल्यो नि जी काफलै हो नि के पानी हो हाम्रो त पानी आमाला हुन्छ खै अब आफ्नो त्यो जरामा फल्ने भनेको नि तिमीले जरामा सानो एउटा उ हुन्छ अब त्यो रातै हो हुनु चाहिँ कलर चाहिँ रातो अरे भुइँ काफल पनि त थाहा पाएन भुइँ काफल भने ए हाम्रो त ठुल्ठुलो रुख हुन्छ कस्तो काफल रहेछ र तिमीहरूतिर काफल भयो ऐसेलु भयो ऐसेले त अर्कै भयो ऐसेलु त अब आइटमको हुन्छ काफल खतरा मिठो हुन्छ नि त्यो भुइँ काफल न हड्डी हुन्छ न मस्त मजा ल हामी चाहिँ यही माथि डाँडामा जाने कुरा भयो नागढोङ्गा सुरुङ मार्ग भनेपछि यताबाट जाऊँ है त हुन्छ माथिबाट त्यहाँ यसो न्युरो हेर ओके यो देखिरहेको चाहिँ हाम्रो यो टनेल हो अब हामी फर्किने बेला यहाँको पनि दृश्य म देखाउँछु तर त्यो न्युरो हेर फर्किनेछौँ हामी एकचोटि टन्न पानीमा उमालेर त्यतिकै बगाएर हान्ती त हुन्छ क्या ए कालो खालको हो क्या कालो खाले कहिले अस्ति हो यहाँतिर गाउँ चाहिँ राम्रो देख्छ नि चिटिक्क होइन साइडमा के बिचमा छैन बिचमा पुरै ठ्याक्क फेरि माथि त्यो मान्छे बस्छ ब्रिजबाट हेर्दाखेरि हो कि कस्तो राम्रो देख्छ तडाउमा भूमि ढान्ने मान्छे त छैन नि ड्राइभरले तरै हो त आसो देखियो नेपालमा चाहिँ हाम्रो
यही टाइममा हो यही सिजनमा हो वैशाख जेठमा वाउ खतरा भ्यू देखिँदो रहेछ है ल है बबाल देखिने यार खतरा ठाउँ अब अझै हरियो बन्न बाँकी छ नि यो त एक दुई डडेर लगाइसक्यो होइन युरो पाउने यतै हो सब डढिसक्यो जस्तो डाँडामा कस्तो दामी बाटो बनाएको कस्तो प्रिजर्भ गरेर राखिरहेको खतरा खाइन्दामा यस्तो बिच सल्लोको सेरीघाट बनाएको सेरीघाट ल फाइनली आइपुग्यो है त हामी यो डाँडामा यत्तिकै हुन्छ यहाँभन्दा ठुलो चाहिँ हामी यहाँ बिचमा टक्कको हुन्छ यत्रो दाना यो त स्ट्रबेरी होइन स्ट्रबेरी स्ट्रबेरी चाहिँ अब स्ट्रबेरी जस्तै हो तर यो त धेरै ठुलो हुन्छ नि त स्ट्रबेरी यो त लोकल स्ट्रबेरी लोकल स्ट्रबेरी होला नि गाउँतिर पनि होइन त हामी त काफलै भन्छ निङ्ग्रो यस्तोमा निङ्ग्रो त हुन्न हो यार अलिक पानी भएकोतिर पो हुनु त निङ्ग्रो यो चाहिँ खतरा रहेछ है ठाउँ ल हिँड्नु डाँडा। पर्छ भने त्यहाँ भएको साग सोनोमामा सुनोमा जान कुद्थे चुकिते ताबेते बफुसिते बफुसिते किन आफैले आफूलाई योको यहाँ चाहिँ छ जस्तो लाग्छ मलाई निग्रो खोज्नु हिँडेको ऊ पर चाहिँ होला क्या त्यो होइन र निग्रोको बोट ए होइन क्या हो निग्रो खोज्न आयो नि त यस या पछि मेलिदियो त ल सिस्नो जस्तो छ त यो त सिस्नो जस्तो रहेछ त सिस्नो यो सिस्नो होइन र यहाँ हेर न यहाँ छ ओइ यहाँ अलिक काँडै काँडा छ नि यस्तो काँडा छ यो होइन सिस्नु हो अब हो यो जापानको अलिक अलिक च्याउतो चिगाउ छ तर होइन हुनु चाहिँ हो काँडा एडभान्स स्टेज सिस्नो एक मान्छे देश पनि पर्यो नि त छैन हो निङ्ग्रो सिङ्ग्रो यार यो बोटै पारी टाढैबाट चिनिहाल्छ नि निङ्ग्रो भएको भए अन्त कुरो पनि हुन्छ यसरी यार हेर्नु पर्दैन भुइँमा जुम्रा खोजेको जसरी खोज्दा नि भेट्दैन यो त हाम्रो भोजपुरमा छ क्या एउटा टेम्के डाँडा भन्ने सेम यस्तै छ यार टेम्के डाँडा भन्ने छ कि एउटा सेम टु सेम ल अब भोजपुरको टेम्के डाँडामा पनि यही खालको रोड हुनु पर्यो अब यहाँबाट यहाँ फाल्ने निङ्ग्रो खोज्दै खोज्दै कहाँ पुगेछ माथि अब फेरि
जाने हो बुझ्न लाग्यो अब सुभाष त्यही हो निग्रो त अर्कैतिर अब निग्रोलाई मल हाल्नु पो गाह्रो छ अब फलेन होला अनि पछ्याउँदै जाऊ अब त्यो फुल फुल्ने सिजन फुल फुलेर पहेँलै भयो आदि जोबन अनि आदि जोबन मायालाई भयो रिठे के छ हौ नाम चाहिँ टन्नै त नाम त रिठे त जलाई पनि यताको कति लाखको गाडी हो यो कति करोडको हो लाखको त के कुरो गर्नु योको गाडी 2 करोड मात्रै अलि बढी होला अलि बढी होला 5 करोड जति होला अर्को गाडीलाई दाम लाउँदै बसिरहेको छु अब हामी चढ्छ हाम्रै ठ्याक्क घाम नलागेको यतिको मौसममा चाहिँ मजा आउँछ घुम्न अझ उतै डाँडातिर जानुपर्ने उतै डाँडातिर भासिने कि यहाँको माटो माटो नै त्यो कमलो कि मलिलो भन्नु कि कमलो भन्नु कि यो के खालको माटो हो यो लेदो भन्नु कि है हाम्रोतिर चाहिँ यस्तो खालको माटो छ भने पानी आए पनि नो जानेकै तल नो हुने हाम्रोतिर चाहिँ यो खालको माटो छ भने मलिलो भन्छ फेरि हाम्रो त्यही हो ल अब चाहिँ हामीले देखि पनि हाल्यो यो डाँडा कस्तो रहेछ भनेर अब हामी चाहिँ फर्किने सुर्सातिर लाग्दैछौँ यो चाहिँ हाम्रो जापानको सेकेन्ड ह्यान्ड मार्केट हो यो चाहिँ धेरै ठाउँ पपुलर पनि छ धेरै ठाउँहरूमा पनि छ यो चाहिँ र हामी चाहिँ अब जाँदा जाँदा यहाँ पनि छिरेर केही सामानहरू लिएर जानेछौँ अब चाहिँ हामी सेकेन्ड ह्यान्ड मार्केटबाट नि फर्केर आइसक्यौँ अब चाहिँ अब घरतर्फ लाग्दैछौँ यहाँ पनि रहेछ सेकेन्ड स्टुडियो फर्स्ट टाइम देखेँ मैले खोल्न ला हो कि के हो यो खोल्न ला रहेछ खोल्न ला रहेछ सामानै राखेको छैन सबको लिएर थुपारिदियो पानी पर्ला जस्तो छ अब झरिसक्यो छिट्टा के हो यो मोबाइल स्पेस पार्क अब अगाडि चाहिँ हाम्रो अघि भनेको मैले नागढुङ्गा सुरुङ भनेको थियो यो नेपालको जस्तै सुरुङ हो यो चाहिँ लगभग करिब 5 किलोमिटरको सुरुङ हो निकै लामो छ यो भित्रको दृश्य पनि म तपाईँहरूलाई देखाउँदै जानेछु हेर्दै जानु होला 3 मिनट पनि बढी लाग्दछ है यता यो गाउँको चाहिँ हामी देख्छ यो चाहिँ अघि मैले जाँदाखेरि देखाएको एउटा ब्युटिफुल गाउँ छ र देखाएको थिएँ नि त्यही गाउँ हो यो ब्रिजबाट चाहिँ यस्तो देखिन्छ